नमस्ते। अहिले चाहिँ म आएको छु हाम्रो दार्जिलिङमा पर्ने पशुपतिको नजिकै रहेको यो सिमाना है, गुफा पाताल नाम भनेर चिनिन्छ। यो चाहिँ इलाममा पर्दो रहेछ। यहाँ आएको छु अन्त अनफर्चुनेटली हामी भित्र एन्ट्री गर्न सकेनौँ, यहाँ गेट बन्द छ नि त। यो गुफा पातालमा यो तपाईँले होइन यो जग्गा देख्नु भएको होला, यहाँ माथि एउटा हावा गर्छ अनि गार्डन फुलहरू मजा मजा छ। भित्र इन्ट्री यहाँबाट हुन्छ नि त। हामी चाहिँ ढिलो आएछु। हामी के भयो भने हामी तल दोकानमा चिया खाँदै बस्यौँ, चिया खाँदै खाजा खाँदै बसेकोले गर्दा अलिकति टाइम चाहिँ त्यस्तो भयो अनि ढिलो भयो। सो यो चाहिँ हो गुफा पाताल। त्यो माथिको गुफा पाताल भन्दा दामी चाहिँ यो डाँडा दामी लागेको। हेर्नुहोस् नि 360मा तपाईँले भ्यू देख्नुहुन्छ। तर आज अलिकति फगी छ, वेदर राम्रो छैन नि त। यदि वेदर क्लियर हुनु, घाम लागेको हुनु आम A1 देख्ने रहेछ भ्यू चाहिँ। उयो हेर्नुहोस् त, धुप्पी देख्नुहुन्छ रुखहरू पछाडि, फर्स्ट लेयर, सेकेन्ड लेयर, थर्ड लेयर, पछाडिसम्मको धुप्पी डल्लै नदेखे तापनि त्यो टुप्पो देखिरहेको छ। कस्तो मजाको देखेको छैन नि त्यहाँ हो। त्यो फगीहरू, बादल मजाले भिन्जिरहेको होइन, आम्मा हजुर घाम लागेको बेलामा मजा आउँछ तर यहाँ। त ऊ चाहिँ कामदैछ फेरि। मैले यो ज्याकेट पनि ल्याउँदिनँ भन्दै थिएँ है, सिलगढीको गरम सोचेर। यस्तो गरम सिलगढीमा होइन, जुम हावा खानु